कसैले बोलाए जस्तो कस्तो कस्तो आवाज कस्तो आइदियो भने जुन बाजेहरूको बितिसकेको बाजेहरूले बोलाएको जस्तो आवाज। जस्तै जुन मान्छे हामीसँग छैन, यो संसारमै हुनुहुन्न, उहाँहरूको जस्तो आवाज आइदियो। जस्तै ए बाबु पर्ख, अथवा हाम्रो नाम पुकारेर बोले जस्तो ए बाबु पर्ख पर्ख भनेर जस्तो हामीलाई पर्खाउन खोजे जस्तो। अलि पाल्नपट्टि खोलादेखि पाल्नपट्टि, खोलाको नजिकै दो बाटो, खोलादेखि पाल्नपट्टि चाहिँ यस्तो डाँडो छ। त्यो डाँडोमा अनि वाल्नो डाँडोबाट कसैले बोलाएको जस्तो, जस्तै उही भनेर यसरी कराएर बोलाएको जस्तो हामीलाई आवाज आयो। अनि त्यसपछि अर्को पाल्नो डाँडाबाट फेरि त्यो मान्छे बोले जस्तो र मान्छेले फेरि उताबाट बोलाएको जस्तो। अनि चारैतिरबाट चाहिँ एक आपसमा बोलाएको जस्तो आवाज आयो। बोकाको त्यो बलि दिन जाँदाखेरि झाँक्रीले के भन्नुभएको थियो भने, झाँक्री चाहिँ ढ्याङ्ग्रो बजाउँदै दो बाटोमा गएर त्यो बोका काटिसकेपछि फर्किँदाखेरि पछाडि फर्केर नहेर्नु, अनि काटिसकेर त्यो बोका ल्याएर आउने अनि रगत चढाएर फर्केर नहेर्नु भनेर पहिला हामीलाई सम्झाउनु भएको थियो। अनि त्यसपछि कस्तो हुँदो रहेछ के रहेछ त भनेर हामीले चाहिँ त्यो विचार गर्नलाई हामी गएर त्यो बोका काटेर बलि दियो। मान्छे बोलेको जस्तो आवाज त्यस्तो सुनेर डराइसकेपछि म भित्र फर्केर गएँ। अनि यो कुरा झाँक्रीलाई सुनाएँ। झाँक्री दाइ यस्तो बाहिर यस्तो छ, मलाई डर लाग्यो, म सकिनँ बाहिर जान भनिसकेपछि त्यसपछि झाँक्रीले चाहिँ मलाई यसरी बाहिर जान हुन्न नि, अनि यसरी बाहिर गयो भने त फेरि भूतले तिमीलाई पनि छल्न सक्छ, अनि यसरी बाहिर निस्किनुहुन्न भनेर चाहिँ झाँक्रीले मलाई सम्झाउनु भयो। यो खत्रै भूत लागेछ, यो सामान्य झारफुकले नहुने अवस्था भयो, अनि झाँक्री बोलाउनु पर्यो भन्ने भइसकेपछि अब गाउँघरमा त्यस्तो झाँक्री कोही पनि थिएनन्। आजभन्दा करिब 12-13 वर्ष अगाडि हामी दुई भाइमा, मेरो साइल दाइ अनि म माथि एउटा यस्तो घटना घट्यो। हामी जङ्गलतिर बाख्रा ग्वाला गएको बेला त्यहाँ एउटा प्याउली खोला भन्ने खोलो ठाउँ छ। त्यहाँ चाहिँ पहिला पनि कतै डराउन दिन्छ, भूतहरूले डराउन दिन्छ भन्ने चाहिँ त्यस्तो खालको हामीले बुवाआमाबाट कहानी सुनेका थियौँ। कहानी जस्तै लाग्थ्यो, हामीलाई उतिखेर विश्वास लाग्दैन थियो। अनि त्यतिखेर के भयो भनेदेखि दाइ र म बाख्रा ग्वाला गएको, अनि त्यही प्याउली खोला नजिकै हाम्रा बाख्राहरू चराउने त्यो चरन छ, बाख्रा चरन छ। त्यो ठाउँमा चाहिँ भूतले तर्साउँछ है भन्ने चाहिँ पहिले सुनिराखेको। त्यसपछि हामीलाई कस्तो भयो भनेदेखि म अलिक सानो थिएँ, ल 12-13 वर्ष अगाडि भनेपछि म करिब त्यस्तै 20-21 वर्षको थिएँ होला। दाइ पनि त्यस्तै 2-3 वर्ष मभन्दा जेठो भएपछि लगभग 22-23 वर्षको उमेरको दाइ हुनुहुन्थ्यो। त्यतिखेर कस्तो भयो भनेदेखि त्यो प्याउले खोलो कस्तो छ भनेदेखि एकदमै ठुलो डरलाग्दो जस्तो, ठुलो चिरो भन्ने गरिन्छ हाम्रो गाउँघरको यो ठेट भाषामा चिरो भन्ने गरिन्छ। त्यो चिरोमा चाहिँ बाख्रा चर्नलाई बाख्रा चिरोतिर माथि अलि माथि चिरोतिर बाख्रा गएको थिएँ। अनि दाइ त्यहाँबाट फर्काउन अब घरतिर लग्ने, साँझ पर्ने बेला भएको थियो, घरतिर लग्ने भनेर चाहिँ
दाइ फर्काउन जानुभयो। म अलि तलै थिएँ। अनि त्यसपछि दाइले त्यहाँबाट फर्काएर बाख्रा ल्याइसकेपछि दाइलाई त्यो भूतले छल्ने भन्ने हुन्छ, भूतले छलेछ। कस्तो भयो भनेदेखि दाइलाई अलि चक्कर लाग्ने, रिङ्गट आउने जस्तो टाइपको दाइलाई भएदेखि अनि हामीले फटाफट बाख्रा चाहिँ चारेर घर ल्यायौँ। घर ल्याउन बित्तिकै दाइलाई चाहिँ भूतले भेटाइसकेछ। भेटाइसकेपछि दाइलाई एकदम रिङ्गट लाग्ने, बान्ता हुने जस्तो भएर चाहिँ पुरै बेहोसै हुने जस्तो अवस्था भयो। बेहोसै हुने जस्तो अवस्था भइसकेपछि हामी एकदमै आत्तियौँ। अनि एकदम धेरै आत्तिसकेपछि अब दाइ त एकदमै बेहोसै, अब होसमै नहुने जस्तो अवस्था भइसकेपछि अब के गर्ने त, एकदमै धेरै आत्तिसकेपछि माइलाई चाहिँ हाम्रो गाउँकै बाजे हुनुहुन्छ, त्यहाँ बाजे झाँक्री त हुनुहुन्न, त्यहाँ बैदङ्गी भन्ने हाम्रो गाउँघरको भाषामा चाहिँ बैदङ्गी भन्ने चलन छ। झारफुक गर्ने, त्यहाँले झारफुक गर्नुहुन्थ्यो। माइलाई चाहिँ त्यहाँ बैदङ्गीलाई बोलाउनु जानुभयो। गइसकेपछि त्यति बेला साइनलाई पुरै बेहोस भइसकेको अवस्था थियो। अनि त्यतिखेर जब त्यहाँ बाजेलाई ल्याएर आइसकेपछि त्यहाँले त्यो नारी छाम्ने अनि त्यो चामलको गेडामा मैले हेर्नुभयो, नारी छाम्नुभयो। त्यसपछि त्यहाँले भन्न त प्याउली खोलाको भूत लागेछ, भूत झार्नुपर्छ भन्नुभयो। तर त्यतिखेर त्यहाँले झारफुक धेरै गर्नुभयो। अनि धेरै झारफुक गर्दाखेरि पनि त्यहाँबाट चाहिँ त्यो सफल हुन अलि सकेन। नसकिसकेपछि त्यहाँले के भन्नुभयो भने यो अलिक कडा खाले, यो खत्रै भूत लागेछ, यो सामान्य झारफुकले नहुने अवस्था भयो, अनि झाँक्री बोलाउनु पर्यो भन्ने भइसकेपछि अब गाउँघरमा त्यस्तो झाँक्री कोही पनि थिएनन्। झाँक्री नभइसकेपछि घामकोट पिपल डाँडा भन्ने ठाउँमा एकजना झाँक्री दाइ हुनुहुन्थ्यो। त्यहाँ झाँक्रीलाई बोलाउन जान पनि अब राति परिसकेको अवस्था थियो। रातिमा जान पनि अब अलिकति टाढै छ, ल 15-20 मिनटको बाटो हाम्रो घरदेखि जान 15-20 मिनट जस्तो लाग्ने। त्यसपछि दाइ लगभग बेहोस अवस्था थियो। त्यतिखेर होसमा आएको अवस्था थिएन। अनि त्यसपछि त्यो झाँक्रीलाई बोलाउन गएर लगभग त्यतिखेरसम्म करिब 8देखि 9 बजिसकेको थियो होला। 8-9 बजेतिर झाँक्रीलाई बोलाएर ल्याइसकेपछि झाँक्रीले पनि हेर्नुभयो, झाँक्री बसाल्यो। झाँक्री आइपुग्नुभयो। झाँक्री आइसकेपछि अब एकदम खत्रै भूत लागेछ, यसको लागि त रातो भाले, कालो बोका काट्नुपर्छ, कालो बोकाको बलि दिनुपर्छ भन्ने भइसकेपछि अब रातिको अवस्था थियो। झाँक्री बोलाएर ल्याउँदासम्म लगभग 8देखि 9 बजिसकेको अवस्था थियो। अनि त्यसपछि झाँक्री ल्याएर झाँक्रीले मैले हेर्दा यताउति गर्दा लगभग 9-10को बिचमा बजिसकेको थियो, राति थियो। त्यो अवस्थामा अहिलेदेखि 12-13 वर्ष अगाडिको कुरा, त्यतिखेर कुनै लाइन विद्युत केही पनि थिएन, अँध्यारो थियो, टुक्की बत्ती बाल्ने चलन थियो त्यतिखेर। अनि एकदमै अब त्यति बेला अँध्यारी रात। अनि अब कालो बोका पनि तयार गरियो। अनि कालो बोकाको चाहिँ भूतलाई बलि दिनुपर्छ भन्ने भइसकेपछि झाँक्रीले अब कालो बोका तयार पारियो। तयार पारिसकेपछि बाहिरतिर त एकदम रातिको अवस्था, एकदम अँध्यारो। त्यो समय के हुँदो रहेछ भने अब सुन्दाखेरि काल्पनिक जस्तो लाग्न सक्छ। कस्तो लाग्ने भने हामीलाई महसुस, भित्र मान्छे बिरामी छ, झाँक्री बसाल्ने झाँक्री आइसक्नु भएको छ। तर बाहिर कस्तो भनेपछि अब त्यति बेला त अहिले पो बाहिर लाइट बालिन्छ,
उज्यालो हुन्छ। उतिखेर त्यो उज्यालो थिएन, बाहिर अँध्यारो हुन्थ्यो, भित्र झर्कोहरू बालेर अथवा त्यो टुकी लाइटहरू बालेर है त्यसरी उज्यालो गर्ने चलन थियो। अनि के भयो भनेदेखि अब केही न केही सामान केही जुटाउनलाई झाँक्री दाइमीको केही सामान जुटाउनलाई बाहिर जस्तै पातीहरू दुबोहरू खोज्न जाँदाखेरि बाहिर जाँदाखेरि कस्तो भयो भनेदेखि म बाहिर गएँ दुबो पाती खोज्नलाई। त्यतिखेर कि मान्छे हिँडेको जस्तो आवाज आयो, मान्छे बोलेको जस्तो गुनगुन 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 मान्छे बोलेको जस्तो आवाज आयो। अनि त्यसपछि म डराएँ। अनि त्यस म फर्केर अलिक भित्रतिर गएँ। मान्छे बोलेको जस्तो आवाज त्यस्तो सुनेर डराइसकेपछि म भित्र फर्केर गएँ। अनि यो कुरा झाँक्रीलाई सुनाएँ। झाँक्री दाइ यस्तो यस्तो हो, बाहिर यस्तो यस्तो छ, मलाई डर लाग्यो, म सकिनँ बाहिर जान भनिसकेपछि त्यसपछि झाँक्रीले चाहिँ मलाई यसरी बाहिर जान हुन्न नि, अनि यसरी बाहिर गयो भने त फेरि भूतले तिमीलाई पनि छल्न सक्छ, अनि यसरी बाहिर निस्किनु हुन्न भनेर चाहिँ झाँक्रीले मलाई सम्झाउनु भयो। अनि त्यसपछि त्यो दुबो पाती लिन पनि पछि आफै झाँक्री दाइ आएर त्यो दुबो पाती लिन गयौँ। अनि त्यतिखेर चाहिँ जब भित्र झाँक्री बस्न सुरु गर्नुभयो, दाइ बेहोस अवस्थामा हुनुहुन्थ्यो। अनि झाँक्री बस्दाखेरि कस्तो भइदियो भनेपछि यो जब त्यो उ गर्ने हुन्छ झाँक्री भित्र बसिसकेपछि अनि बोकाको त्यो बलि दिन जाँदाखेरि झाँक्रीले के भन्नुभएको थियो भने झाँक्री चाहिँ ढ्याङ्ग्रो बजाउँदै दो बाटोमा गएर त्यो बोका काटिसकेपछि फर्किँदाखेरि पछाडि फर्केर नहेर्नु, अनि काटिसकेर त्यो बोका ल्याएर आउने अनि रगत चढाएर फर्केर नहेर्नु भनेर पहिले हामीलाई सम्झाउनु भएको थियो। अनि त्यसपछि कस्तो हुँदो रहेछ के रहेछ त भनेर हामीले चाहिँ त्यो विचार गर्नलाई हामी गएर त्यो बोका काटेर बलि दियो। बलि दिइसकेपछि अब राति त्यो त कस्तो पनि एकदम लगभग मध्यरात भइसके अवस्था थियो, करिब करिब 11 बजिसके अवस्था थियो। अनि हामीलाई अब डर पनि लागिरहेको थियो। अनि बोका काटेर फर्किँदाखेरि हामी ठ्याक्कै त्यो बलि दिएर बोका काटेर चाहिँ फर्क्यौँ। फर्किँदाखेरि कस्तो खालको त्यो आभास भयो भने त्यतिखेर अलि पाल्नोपट्टि खोलादेखि पाल्नोपट्टि, खोलाको नजिकै दो बाटो, खोलादेखि पाल्नोपट्टि चाहिँ यस्तो डाँडो छ। त्यो डाँडोमा अनि वाल्नो डाँडोबाट कसैले बोलाएको जस्तै उही भनेर यसरी कराएर बोलाएको जस्तो हामीलाई आवाज आयो। अनि त्यसपछि अर्को पाल्नो डाँडाबाट फेरि त्यो मान्छे बोले जस्तो, तर मान्छेले फेरि उताबाट बोलाएको जस्तो, अनि चारैतिरबाट चाहिँ एक आपसमा बोलाएको जस्तो आवाज आयो। अनि हामीलाई एकदमै त्यतिखेर डर त लाग्यो। तर झाँक्रीले भनेअनुसार हामीले पछाडि फर्केर नहेरेर हामी घरतिर फर्क्यौँ। अब डाँडा काँडाबाट एक आपसमा दुईवटा वाल्नो डाँडा र पाल्नो डाँडाबाट कसैले बोलाएको जस्तो आवाज आयो। कस्तो आवाज भने चाहिँ ओइ ओइ गरे जस्तो, वाल्नो डाँडाबाट कसैले बोलाइरहेको जस्तो, पाल्नो डाँडाबाट कसैले सुनिरहेको जस्तो त्यस्तो खालको आवाज आयो। अनि त्यसपछि पछाडि हेर्न नमिल्ने, झाँक्री दाइले चाहिँ पछाडि फर्केर नहेर्नु है भन्नुभएको थियो। अनि पछाडि फर्केर हेर्न नमिल्ने, फर्कियो भने फेरि हामीलाई भूतले छल्छ कि भन्ने डर। अनि त्यसपछि हामी एकदमै डराएर घरतिर फर्क्यौँ। घरतिर फर्किँदै गर्दा हामीसँग त त्यो बलि दिइसके बोका पनि थियो। अब काटेर रगत चढाइसकेपछि बोका त फिर्ता ल्याएर आउनुपर्ने। अनि त्यसपछि पछाडि हाम्रो पछाडि केही आएको जस्तो महसुस भयो। जस्तै ए पर्ख है पर्ख भने जस्तो कस्तो आवाज आयो। अनि अब पछाडि फर्केर हेर्न नमिल्ने, त्यसैमा पनि झन् डर, एकदमै धेरै डराएको अवस्था थियो। अनि एकदम हामी दगुर्दै घरतिर
फर्किँदै गर्दा अनि झनै झनै नजिक आएको जस्तो अथवा कसैले बोलाए जस्तो कस्तो कस्तो आवाज कस्तो आइदियो भने जुन बाजेहरूको बितिसकेको बाजेहरूले बोलाएको जस्तो आवाज, जस्तै जुन मान्छे हामीसँग छैन, यो संसारमै हुनुहुन्न, उहाँहरूको जस्तो आवाज आइदियो। जस्तै ए बाबु पर्ख, अथवा हाम्रो नाम पुकारेर बोले जस्तो ए बाबु पर्ख पर्ख भनेर जस्तै हामीलाई पर्खाउन खोजे जस्तो। त्यसपछि हामी एकदम डराएर चाहिँ दगुर्दै घर आइपुग्यो। घर आइपुगेपछि यो कहानी हामीले झाँक्री दाइलाई पनि सुनाइयो अनि झाँक्रीले पनि यस्तो हुन्छ, तिनै भूतहरू अथवा मसानहरूले त्यो बलि दिँदाखेरि खाना आउँछन्, त्यही भएर हामीले चाहिँ पछाडि फर्केर हेर्नुहुन्न, अड्डिनुहुन्न त्यस्तो ठाउँमा भन्ने गर्छौँ भन्नुभयो। अनि त्यसपछि एकछिनपछि फेरि घरमा आएर झाँक्रीले चाहिँ झारफुक सुरु गर्नुभयो। गरिसकेपछि लगभग अलिकति होसमा चाहिँ बेहोस भएको 4-5 घन्टा पछाडि दाइ होसमा आउनुभयो। अनि अर्को दिन बिहानसम्म पूर्ण रूपले सन्चो भएको अवस्था थिएन, बिरामी हुनुहुन्थ्यो। अनि बिस्तारै केही समयपछि 1-2 दिनपछि बल्ल अलिक स्वास्थ्यमा सुधार आयो दाइलाई सुधार त आयो, बिस्तारै दिन प्रतिदिन सुधार हुँदै आयो। यस्तै कहानीले गर्दाखेरि सुन्दा बनावटी कहानी अथवा कस्तो लाग्छ भने चाहिँ कुनै एकादेशको कहानी हो कि जस्तो लाग्छ, तर यो मेरो जीवनमा अथवा मेरो दाइको, मेरो घर परिवारको जीवनमै बितेको यो यथार्थ घटना। अहिले पनि यो सम्झिँदाखेरि शरीर जिरिङ्ग हुने, डर लाग्ने, उस्तै परे रातिमा बाहिर निस्किँदाखेरि पनि डर लाग्ने जस्तो हुन्छ। यस्ता यथार्थ घटनाहरू भन्दाखेरि भनिन्छ कि भूत भएर बोक्सी टाक्सी हुन्नन्, यो अन्धविश्वास हो भन्ने गरिन्छ। तर यथार्थ आफ्नै जीवनमाथि यो मेरो बितेको घटनाले मलाई अहिले पनि बेलामा राति हिँड्दा अथवा यस्तै कहानीहरू कसैले सुनाउँदाखेरि पनि, यस्ता कहानी सम्झिँदाखेरि अथवा कसैले सुनाउँदाखेरि जिउै झसङ्ग हुने, जिरिङ्ग जिउका रौँहरू फुल्ने त्यस्तो हुन्छ। साँच्चीकै भूतहरू हुन्छ भन्ने लाग्छ मलाई।